मापेदुधकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खास ताप सोलुखुम्बु यस सियोन इसाई मण्डली मापेदुधकोशी गापा 3 प्लाम्दोलाई आत्मिक भौतिक तथा आर्थिक रूपमा रु 5 लाख अक्षरी रु 5 लाख सहयोग गरी निर्माण कार्यलाई सफल पारिदिनु भएकोमा सधन्यवाद साथ सम्मान पत्र प्रदान गर्दछौँ भनेर लेखिएको छ। हामी ताली बजाउने छौँ। हाम्रो गाउँ कार्यपालिकालाई धेरै धेरै धन्यवाद। उहाँले यो बजेट पारिदिनुभयो अनि यहाँनिर यो भवन निर्माण कार्यमा यति हामीलाई उत्साह मिलेको छ। हाम्रो सरकारको तर्फबाट पनि यसरी हामीलाई होइन उत्साह स्वरूप यो योजनाहरू विनियोजन गरिदिनु भयो र हामीलाई एउटा उत्साह मिल्यो र यो अवस्थामा हामीले यो भवनलाई निर्माण गर्न सफल भयो। अर्को यहाँनिर हामी देख्छौँ यो मण्डली भवन निर्माण कार्यमा हाम्रो नेइमा धोबीघाट मण्डलीका हाम्रो हेडर गुरुबा चुचु साइमनको पनि ठुलो महत्त्वपूर्ण भूमिका रहेको छ। उहाँले पनि यो मण्डलीमा सहयोग गर्नुभएको छ। अनि यसो हामीले प्रमाणपत्रमा लेखेका छौँ। एसियन इसाई मण्डली मापेदुधकोशी गापा 3 प्लाम्दोलाई आत्मिक भौतिक तथा आर्थिक रूपमा रु 65,000 अक्षरी रु 65,000 सहयोग गरी निर्माण कार्यलाई सफल पारिदिनु भएकोमा सधन्यवादको साथ सम्मान पत्र प्रदान गर्दछौँ भनेर यहाँनिर लेखेको छ। त्यसै गरी अर्को हाम्रो नेइमा ज्ञानेश्वर मिसन विभागले पनि हामीलाई यो मण्डली भवन निर्माण कार्यमा महत्त्वपूर्ण सहयोग गर्नुभएको छ। यहाँनिर मिसन विभागबाट दिएको यो सम्मान पत्रमा यसो लेखेको छ। एसियन इसाई मण्डली मापेदुधकोशी गापा 3 खास प्लाम्दोलाई आत्मिक भौतिक तथा आर्थिक रूपमा रु 50,000 अक्षरी रु 50,000 सहयोग गरी निर्माण कार्यलाई सफल पारिदिनु भएकोमा सधन्यवादका साथ सम्मान पत्र प्रदान गर्दछौँ भन्ने लेखेको छ। यो भवन निर्माणको लागि हाम्रो